बाघ आउने कति मान्छे खान्छ बाघले ए मान्छे बगर अफ्रिकाको मान्छे अफ्रिकाको माछा त फ्याट्याङ ट्याङ ट्याङ हेलो एभ्रिवान नमस्ते न्यू ब्लग स्वागत छ तपाईँहरू सम्पूर्णलाई आज चाहिँ म यहाँनिर खोलामा आएर भ्लग बनाउँदैछु एकदमै धेरै दिन पछाडि होइन धेरै दिन पछाडि चाहिँ किनभने मलाई सम्झ थिएन अनि मैले भिडियो पनि बनाउनु पाएको थिएन कि अनि त्यहाँबाट म चाहिँ अनि त्यसै खोला आएको बेलामा खोलाको पनि भिडियो बनाऊँ न माछा मारेको आज चाहिँ माछा मार्ने भनेर आएको अनि त्यहाँबाट आज चाहिँ मैले भ्लग सुरुवात गर्दासँग यो पनि खाइरहेको छु यो मेरो एकदम फेभरेट मोही हो कि यो चाहिँ बोतलमा पाइने मोही पहिला गाउँतिर ठेकी हो कि घैँटी केमा पाउँथेँ मोही अनि अहिले चाहिँ यस्तो बोतलमा मोही पाउँछ बजारमा चाहिँ अनि म चाहिँ यो मोही एकदम चिसो अनि चिसो मोही खाँदै चाहिँ अनि म खोलातिर हिँड्दैछु अनि एकदम स्यासे आएर हिँडेँ नि त अनि एकदम धेरै दिनपछि भिडियो लिएर आएँ किनभने आज चाहिँ धेरै दिनपछि भिडियो बनाउनु पाउँदाखेरि त एकदम खुसी लाग्यो क्या अनि घाम एकदम चर्को छ कि घाम एकदम चर्को छ टाउको देखेर कस्तो भयो क्या चाहिँ एकदमै धेरै माछा पाउँछ अनि त्यही भएर अब चाहिँ म माछा मार्नेछु तपाईँहरू सुरुदेखि अन्तिमसम्म हेरेर माया गरिदिनु होला है हाम्रो माछा मार्ने खोला यो चाहिँ हो अनि यतातिर चाहिँ पुरै धानबारी छ मै पाउँछ नि बुवा बोतलमा 50-60 रुपियाँ लिन्छ अनि पाउँछ माछा मार्न आउनुभएको तपाईँ भट्टु कचौरो ए जाल हान्ने भनेर आएको हामी चाहिँ माछा छ कि छैन हिजो त टन्नै मारेको थियो यहाँ मान्छेहरूले भने सुनेको थियो हिजो टन्नै मारे रे कि माछा त्यही भने सुनेर आएको हामी नि हजुर के को छुट्टी नि हिजो ए माछा मार्नको लागि चाहिँ यस्तो दुःख त दुःख है माछा मार्यो है घाममा मलाई नि माछा मार्ने रहर लागेर माछा मार्नु पर्यो भनेको कति मार्नुभयो तपाईँले हजुर ए भर्खरै हो अब म नि मार्नु पर्ला ल अब म चाहिँ माछा मार्छु मेरो जाल चाहिँ यहाँनिर छ अनि म माछा मार्छु म नि हान्ने हो अनि म नि हान्ने च्यातिसक्यो जाल र लुगा सिला लिएर आएको त्यही नै हान्छु कति पर्छ नि होइन हजुर अनि लिएर आएको माछा पर्छै पर्दैन ल अब म माछा मार्छु अनि यो खोलामा हो माछा मार्ने चाहिँ अब कति मार्छ के मार्छ लास्टमा देखाउँछु तपाईँहरूलाई है अनि यहाँ बाजे भड्को थाप्न आउनुभएको छ बाजे पुरा भड्को लिएर कसरी नि यो कचौरा होइन अनि भड्को तपाईँले यसमा थाप्नु हुने हो यो भाँडामै बेलुकामा कति बजीसम्म तपाईँ मार्ने 1-1 घन्टामा निकाल्ने कति पर्छ है मलाई भन्नु ल निकाल्ने बेलामा म नि हेर्छु कति पर्छ अब मलाई नि भन्नु है बुवा म नि मार्दै गर्छु तपाईँको कति पर्छ हेरौँ है ल म चाहिँ फेरि पन्जा लिएर आएर गएँ माछा त कति सानो हो यतातिर त हटको तातो पानी हामी चाहिँ यहाँनिर माछा टन्नै मान्यो तल चाहिँ एकदम मान्छेहरू टन्न कराउन थाल्यो कि अनि त्यही भएर म चाहिँ यता मार्ने भनेर आएको है
अनि यता चाहिँ बारी टन्ने माथि त मान्छे टन्ने मारेर हौ यता चाहिँ खेद्छ अब म चाहिँ यो खोलामा माछा मार्छु अनि तपाईँहरू हेर्नु होला है अन्तिमसम्म यो जालले आफूलाई पुग्ने त मारेकै छ भो माछा अति चारै चाहिँ नभन्नु रिस उठेर आउने मलाई पुग्ने त मैले मारेको छु त मलाई पुग्ने माछा मैले मारेको छु तर खान नपुग्ने अझै खान पुगिहाल्छ नि मलाई अति चारे भन्ने मान्छेहरू त्यत्रो माछा मार्छ मलाई चाहिँ माछा मारेन के हो ल मलाई चाहिँ पिसाब लाग्यो म चाहिँ मुद्दिन्छु आहा मान्छेले हेऱ्यो होला पिसाब लाग्यो चाहिँ मुद्यो मान्छेले देख्यो होला मुतेर चाहिँ मजा आयो मजा अब यहाँनिर खोला तरेर उत्ताको पाखामा जान्छु माछा मार्न है अब यो खोलामा नि मार्नु त मारियो थोरै मार्यो आफूलाई पुग्ने त मारिसक्यो नि त अब यो बगरा मार्छ है म माछा कति हुन्छ थकान लाग्यो यहाँ चाहिँ कस्तो गडेला माछा पाउँछ कि नि अनि त्यही भएर क्या मार्न आएको गडेला माछा चाहिँ टन्नै पाउँछ खै गहिरो खग्यो यहाँ त यहाँ गडेला माछा टन्नै पाउँछ अब यहाँ चाहिँ म झ्यामजाल हान्छु अनि त्यसपछि चाहिँ अब यहाँ त खोलामा नि धानको बिउ पाउँदो रहेछ कसलाई चाहिन्छ धानको बिउ यहाँ नि त धानको बिउ रहेछ ल म खोलाको बिचमा आएँ म चाहिँ जाल हान्छु अब धेरै गर्मी छ नि राम गर्मी भएर म त शीतल खोज्दै यहाँ रुखको फेदमुनि आएँ है अब धेरै गर्मी बेलुका आउनु पर्ने रहेछ माछा मार्नु एकदम गर्मी भयो माछा मार्ने ठाउँमा नि मान्छेहरू पौडी खेल्ने खानु परतिर पनि त्यहाँ धान रोपिरह अनि मलाई चाहिँ गर्मी भयो अब म यहाँ बसिदिन्छु आया धेरै नै गर्मी भयो कि नि अब के गर्ने माछा बेलुका मात्र मार्ने भयो कस्तो के माछा मार्ने ठाउँमा मान्छे धेरै पौडी खेलेर हेलो आउनु आउने हैन खोलाइ भरे मान्छे एकदम गर्मी के यहाँ माथि शीतल रहेछ अझै पनि गर्मी नि यति होइन घाम टल्केर खोलामा त माछै छैन खोला धमिलो भए पो माछा पर्छ त खोला सग्लो हो माछा पर्दै पर्दैन के गर्ने यस्तो खोला सग्लो पानी परे नि हुन्थ्यो क्या पानी पऱ्यो भने त बाढी आउँछ नि त अनि बाढी आएपछि टक्क लाएर माछा पाखातिर पानी पनि आउँदैन यस्तो चकदाममा भयो पुरै घाम टल्केर हेर्नुहोस् त यस्तो पानी पऱ्यो नि हुन्थ्यो यति जोडले पानी पऱ्यो भने त माछा पर्थ्यो नि त आमा के भयो ए बाँस पो रहेछ त्यो बनाउ घर बनाउने ठाउँमा पानी पऱ्यो भने त माछा पर्छ कि एकदम धेरै माछा पर्छ किनभने त्यो पानी धमिलो हुन्छ नि त अनि त्यही भएर माछा पर्छ अनि यहाँ चाहिँ कस्तो अचम्मको के यहाँनिर बिचमा चाहिँ मान्छे हिँड्ने बाटो छ होइन अनि त्यहाँबाट यता चाहिँ खोला अनि यता चाहिँ धान खेत छ होइन यस्तरी अनि यस्तरी खोला अनि त्यहाँबाट मान्छेहरूले कि यो पुरा खोलालाई मिचेर के भन्छ धान रोपेको जस्तो देखिरहेको के खोलाले मिचेर धान रोपे कि अब खोलाले खेतलाई मिचेर खोला बढेको है थाहा भएन अब त्यस्तै हो हात चाहिँ एकदम गर्मी भइसक्यो मै खाएको छ माछा यति मात्र परे मेरो माछा बल्ल यति मात्र परे यस्तो चकदममा घाम चाहिँ किन लागेको होला है हेर्नु न हाम्रो आकाश यस्तो खुल्ला क्या पुरै खुल्ला यस्तो यो आकाश एकदम उज्यालो भयो भने चाहिँ पानी पर्दैन क्या लास गाह्रो हुन्छ बस्न नि गाह्रो डुल्न नि गाह्रो खोलामा पौडी खेल्नु अलिक फोहोर छ खोला पौडी खेलेन अब विचार गर्नु बोला अब बेलुकासम्मै माछा मार्नु बोला 9-10 बजीसम्म अनि घोङ्गे टिप्नु बोला अनि घोङ्गे टिपेर त्यही छाक पुऱ्याउनु बोला माछा त अब यति मात्र पुग्दैन मलाई पक्कै पनि ल त्यही गर्नु बोला मान्छेहरू चाहिँ धेरै खोलामा जाल हान्ने माछा नपाए नि जाल हान्ने चाहिँ धेरै छन् कि यहाँनिर अनि के गर्ने गाह्रो कति परेछन् 2-4 दे हुन्छ पो पौडी खेलेर हो कि केटाहरू
बाले माछा पार्नु भइसक्यो पर्नु त परे ठुलो पर्सेको रे अहिले अहिले त अब हिजो त बुदाना टन्नै थियो नि हिजो अनि त्यहाँबाट अहिले त माछा पौडी खेलेर क्या मान्छेहरू कहाँ हाल्नु नि हो यो कहाँ हाल्ने यो कहाँ हाल्ने अब माछा भाँडामा राख्नु ए अब अर्को निकाल्ने हो कि उता अब म त बेलुका मात्र हान्नु पर्ला जाल माछा परेन उनीहरू अब चर्न निस्किन्छ नि त अनि त्यतिखेर पर्छ कि यहाँ थाप्नु भयो पौडी खेल्थ्यो यसमा परेछ कि यसमा अलिकति परेको रहेछ तपाईँ के काम गर्नुहुन्थ्यो नि पहिला माछा मार्ने हो कि म त यसो आज क्याम्पस पनि हुन नि है कहिले म त यहीँकै मान्छे हो कि म ए टाढाको मान्छे होइन कि म त यहीँकै लोकल मान्छे हो कहाँनिरको आज बसेको बेलामा आएको हो कि नानी ए तर अलिकति परेछ कि हो है परेछ कि माछा यो मान्छेहरू केटाहरू पौडी खेल्यो नि त हल्लारे र साबुनको झोलले बाँक्छ कि ठिकै परे मेरो जति हुन्छ होला सबै ठाउँ गरेर माथि त पर्यो होला अझ पहिला पहिला हामीले चौधरी साथीहरू थियो कि मेरो अनि त्यो चौधरी साथीहरूसँग यसरी थाप्न आउँथ्यो कि यहाँ पहिला उताको भेटमा उताको कुना कुना उनीहरूले सिकाउँथे उताको कुना कुना उनीहरूले सिकाएको थियो थाप्न यसरी उनीहरू थाल लिएर आएर बड्को लिएर आएर अनि यसरी नै गरेको थियो कि हामीले थाडु चौधरी अनि सिकाएर मारियो त्यो बेलामा नि माछा तपाईँले जाँड हाल्नु भएको ए गन्दामा आइहाल्छ उनीहरू खान ए परे अलि परे ठिकै हो नि तपाईँको यो के भन्छ रे यसलाई भित्ते होइन के रे एउटा यो त फकेटा हो ए फकेटा भित्ती भने अर्कै हुन्छ भित्ती नै पर्छ यहाँ त टन्नै काने फकेटा यिनीहरू फकेटा बुदाना पर्यो हुन्थ्यो कि हिजो टन्नै बुदाना थियो बुदाना पनि पर्छ नि किन्न पर्ने बुदाना पनि पर्छ कति पर्छ माछा त फ्याट्याङ ट्याङ ट्याङ टिप्दिम म मैले पन्जर लाएर आएको नि त त्यो होइन माछा टिप्न कहाँ राख्ने यहीँ यो दानामै प्लास्टिकमा राख्ने अहिले अलिकति त भन्छ नि पन्जाले समात्न सक्छ कि भनेको अब पर्यो ठिकै यति त त्यत्रो मान्छे पौडी खेलेर त यति परेको ठिकै पुग्छ कि हाम्रो चाहिँ लोभ जस्तो झ्याउलाएर जतिखेर नि खोलाइमा गुन्द्रो हालेर मिठो हुन्छ कि नि गुन्द्रो कि तामा उता नि छ है तपाईँको त कता उहाँ ह ए माथिबाट ल्याउनुहुन्छ ए मलाई बोतल छेद गरेर ल्या मेरो त्यो अर्को उ त छ है बाको माछा यति भयो मैले त अस्ति आज पा पनि मारेको नि हाम्रो उता के त्यो धानबारी यस्तै अनि मैले त अहिलेसम्म पा मारेको थिएन कि अहिलेसम्म पा मारेको पनि थिएन देखेन थिएन
अनि त्यहाँबाट ट्वार 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 धानबारीमा राति 9 बजे 9:30 बजे जहिले कराउने ओ पा रहेछ पा करायो भनेर गएको त आमा भ्यागुदा जस्तै हुने रहेछ यत्रो लामो लामो यत्रो ठुल्ठुलो अनि त्यहाँबाट धान आउने बेलामा निक्लिन्छ अब यति लामो हुन्छ नि धान अनि दाबीले लगेर ढ्याम्की डेम हानेर अनि 10-12 टिपेर खाएको मिठै हुँदो रहेछ त्यो त दबाई पनि हुन्छ नि त पाएको पुरा त्यो मिठो हुँदो रहेछ अनि गाउँतिर नि पठाइदिए उता के भन्छ तारेर पठाइदिएँ अनि मैले नि खाएँ मिठो हुँदो रहेछ पहिलोचोटि खाएको मैले त यहीँ मारेको पा धानबारीमा उता त दिँदैन मार्न केही पनि खोलै जान्दिन्न अनि त्यो पा त अनि कस्तो कहिले त मान्छेको खुट्टा जस्तो नि लाग्यो मान्छे खुट्टा जस्तो नि देख्ने के अनि मान्छे खुट्टा जस्तो हुन्छ अनि त्यहाँबाट सेम मान्छेकै हुन्छ त्यो मान्छेकै हुन्छ खाइदिएँ मैले पहिलोचोटि राति पर्दो रहेछ कि त्यो पनि रातिमा बाहिर निस्केर कराउने थापेर लिन जाने हो तपाईँ पहिले लिन जानु न जान्बे उताबाट जानुहुने हो उताबाट सजिलो हुन्छ है म चाहिँ अब बेलुका मात्र मार्नु पर्ला अहिले छैन यस्तो पानी सङ्लो म चाहिँ बाले कति माछा पारे हेर्न जानु पर्यो त्यहाँ चाहिँ बाम पाउँछ कि अस्ति नै मलाई बाम परेको थियो पाएको पनि पर्यो हुन्थ्यो कचौरामा अब त कस्तो तातो पानी हो यो सेट म चाहिँ जानु पर्यो मलाई कस्तो देखेछ नि यसरी हेर्नु त बोतल यस्तो छेद गरेर बाली पारे जस्तो बाली पारे जस्तो छ हो बिचारा बाको माछै परेन एउटै छैन ए त्यही त भनेको त्यहाँ पर्ला जस्तो ठाउँ चाहिँ माछै परेन झन् एउटा नि परेन उनीहरू नि थाहा थाहा छैन त्यहाँ माछी जाने भनेको ए त्यहाँ भर्खरै आएको नि त एउटा केटाहरू थाहा छैन ए त्यो केटा नुहाउन आएको होला नि होइन भाडा थाहा छैन म गएको ए भाडा पो थाप्न आएको पुरा आर्मीको झोला जस्तो बोकेर आएको सेतो म त आर्मीको झोला जस्तो बोकेर आर्मीहरू नुहाउन आएको होला भनिरहेको ए भोडको पो थाप्न आएको अब तपाईँले खाली गरेर सबै ठाउँमा थापिदिनु यतापट्टि माछै यता पर्यो नि काने फकेटा ए दुईटामा माछै परेन तर यसमा एकदम ठुल्ठुलो खेलेको थियो है ए जाने बित्तिकै माछा पसन लाएर हो कि भागेको रहेछ खोइ गाउँको पिठो हाल्नुभयो गाउँकै हो नि अरू त गाउँ कि त मैदा है ए मैदा चाँडो बग्दैन नि बग्दैन यस्तो बनाइदिइसक्यो पनि तिनीहरूले ए खाएर खाएर हुराले त्यहाँ बाम अनि बुदना थियो कि त्यहाँनिर माछा त्यहाँ त्यही भएर चाहिँ हुरालेर गए जस्तो हो कि जम्मै हुरालेर गएछ यो चलाएरै भाग्यो होला राख्नु छेउमा राखेको थियो नि त तपाईँले सायद अहिले के अरे मान्छेहरू गएर होला तपाईँले हान्नुभन्दा पहिला क्या ए पछि क्या दुईजना गयो नि त सोल्टीहरू हजुर सोल्टीहरूले
माछा दसियो नि त अँ माछा त यो माछा त जालको आवाज सुन्ने बित्तिकै त भाग्छ नि त ए जालको आवाज सुन्छ अनि भागिहाल्छ माछा अनि त्यहाँबाट डरायो त्यो माछा त्यही भएर डरायो कि त्यो सोल्टीले हाल्नु त जाल दुईजना आएको थियो नि दुईजना छ एकजना हेर्नु आयो है अँ एकजना माथि हजुर दिदीको अस्ति दिदी हो क्या हो फेरि काम सामान पुऱ्याउनु जानुभयो अहिले आउनुहुन्छ यति मात्र पर्यो अस्ति हिजो हेर्न तपाईँ अहिले परे होइन मन चुपुलाएर बस्यो यति मात्र पर्यो अघि नै हिजो यहाँ मार्यो तल यहाँ तल मार्दै गयो 9 बजे थियो 1 किलो जति मार्यो थियो 9 बजे नि जुगा तन्केर त्यति यति पानी भएर माथि देखा माछा मान्छे यहाँ थुप्रै भयो नि त डरायो नि त अघि त आमा हरङ रङ 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 त्यो दुईजना केटीले हेरेर आएको नि त बगाएर ए मान्छे बगाएर त्यो केटीहरू हेर्नु त बिचरा कसरीतिर जाऊ म रोड रोड खोलखोले आउँछु म चाहिँ बिचरा ल तिमी तिमी पुल लिएर जाम तर हिजो भिन्न त खोला सानो भएको नि यहाँनिर पानी आज हिजो राति आएन नि त पानी साथीहरू त माथि गएर नि हिजो भिन्न खोला सानो भयो कि यहाँ स्याटै घटेछ कि खोला त है पानी परेन हिजो राति यो मासी र पानी परेन जस्तो हो के हिजो कस्तो मजाले परेको थिएन है एकैछिन त्यो दाइहरूले लगेछ नि किन अस्ति बेलुका पानी आयो है अस्ति बेलुका ठुलो पानी आयो नि त अस्ति बेलुका पानी आयो अनि कम त परेको थिएन धन्नै दिदीहरूले नि हिजो माछा मार्न आउनुभएको थियो क्या यहाँ दिदीहरू नि हिजो अनि अर्को दाइहरू नि आउनु छुट्टै थियो मैले देखेको छु होला हिजो अस्ति पनि आएको थियो ए अस्ति पनि आएको थियो कि उनीहरू यही माछा ए मैले देखिरहेको छु कि उनीहरूको यो नानीले ए पनि आएको कसरीतिर भने माथि जाने होला दिदीहरू अब फेरि अलिक बेलुकाबाट हो कि माछा पर्ने त्यसलाई त्यसमा त नपर्दो रहेछ कि बेलुका जाम 5 बजेपछि भनेको मैले म गएर खोला मारेर बस्छु म गर्मी हुन्छ घर भनेर आयो अब ठिक हुन्छ अब माछा अब बिस्तारै अब ठिक हुन्छ अब त यो पनि भयो अबको चाहिँ के गर्ने भने बा माछा पुरै लग्ने मार्ने फ्रिजमा राख्ने कति हुन्छ अनि एकैचोटि धेरै भएपछि अनि त्यो तावामा सुकाएर राख्ने क्या तावामा सुकाउनु पनि पर्दैन हजुर तावामा पनि सुकाउनु पर्दैन कि मैले अब के म त बिहानै आउँथेँ नि त यहाँ त अस्ति कि हजुर बिहानै आउँथेँ है बिहान आयो अनि 10, 11, 12 बजेसम्म त यति माछा हुन्छ क्या हजुर अनि अझै सधैँ आउँथेँ म यति मैले त्यो घाममा सुकाएर क्या घाममा सुकायो नि हुन्छ कपडाले छोप्ने है घाममा सुकाएपछि कति राम्रो के अरे सुकुटे हुन्छ क्या त नि सुकुटे गजबको मैले दिदीहरू हाम्रो दिदीहरू लान्थ्यो है दिदीहरू लान्थ्यो नि त दिदीहरूलाई पनि पठाइदिन्थेँ मैले सबैलाई पठाइदिन्थेँ मैले नजाने कि अस्ति त्यत्रो माछा है फ्रिजमा लएर राखेँ अलिअलि त खाइरहेको थियो अनि लएर राखेर बुदना धेरै थियो अनि गडेला र बुदना धेरै अनि त्यहाँबाट के गर्ने भयो तेलमा तारिदियो भने सबै तेलमा तारिदियो सुन्यौ गड्डे भनेको माछा गड्डे भनेको माछा तिमीले दोकानमा पाउँदैन के हो गड्डे भने त्यही गडेरी भन्यो नि त अहिले गडे होला दोकानमा पाउँदैन त्यो माछा भनेको कस्तो माछा हो भन्छौ भने त्यो दोकानमा पाउँदैन है अनि के अरे अब भनौँ न हतपत कहीँ पनि पाउँदैन क्या त्यो माछा पाउँदैन अनि त्यो दबाई त्यो माछा भनेको एकदम दबाई हो हजुर हजुर एकदम दबाई हो गु पनि धेरै हुँदैन कि त्यसमा त त्यो गुवै हुन्न हामीले मैले त के अरे त्यतिकै हो त्यो खानु त अनि त्यो माछा हामी के गडेला र बुदना पऱ्यो म त तेलमा तार्यो यत्रो भयो तेलमा तारेपछि झन् धेरै भयो भनेर अनि पा मार्यो राति गएर अनि पा अनि गडेला माछा
अनि पठाइदियो अचार बनाएर अनि फेरि यतिकै पठायो भने के गरे खाने त उनीहरूले अब केमा खाला होइन अचार बनाएर पठाइदिए ढेँडोसँग खान्छ भनेर अचार बनाएर पठाइदिए मलाई राख्यो अब फेरि मार्ने रे अबको पालि चाहिँ सुकाएर राख्नु पर्ला अब मात्छ अब बल्ल अब मर्ने बेला भयो क्या हजुर अब बर्खा लाग्यो है अझै अलि भएन यो धान के यता चाहिँ हुनुपर्छ क्या हजुर अबको पालि चाहिँ म पुरा सुकाएर राख्नु पर्ला भदौतिर क्या के हो जाडो भएन आमामा मान्छे त पुरा के अब जाडो भयो अफ्रिकाको मान्छे अफ्रिकाको हाम्रोतिर माछा मार्न नदिने माछा खान मलाई पठाइदिए मार्न दिँदैन कि दिँदैन आर्मीले लहटिहाल्छ आर्मी त्यो पुल्ने छ नि त है पुलमा पनि अनि पुरै अरू खोला पुलको माथि रातिमा करेन्ट हान्छ त्यो माझी हो कि के भन्छ नि तिनीहरूले रातिमा करेन्ट हानेर बामहरू डेन्जर मार्छ बेच्छन् रातिमा दिउँसोमा दिन्न अनि उनीहरू त बाठो माछै मारेर बेचेर खाने हो नि त उनीहरू रातिमा मार्छन् अनि तर हामी त मार्न जाँदैनौँ उनीहरू डराउँदैनन् हामी त जान्न दिउँसोमा मार्न दिँदैन त्यही गर्छन् त्यो त डुवामा तर डर चाहिँ डर हुन्छ कि बाघहरू आउँछ नि त बाघको त के हुन्छ र पानीमा त्यहाँ गुइले तानिहाल्छ बाघ आउने कति मान्छे खान्छ बाघले यस्तै काँस हुन्छ कि त्यहाँनिर यो घाँस छ नि यो घाँस जस्तै काँस हुन्छ कि अग्लो मान्छे भिन्दैन अग्लो अनि त्यो काँस चाहिँ गाई बस्तुहरूले खान्छन् अनि उनीहरू अरू घाँस देखे पनि नि काँसै काट्न जान्छन् अनि त्यो काँस लुकेर बसे आउँछन् बाघ अनि त्यो बेलामा खाइदिन्छन् के अनि अब चाहिँ घाम डुब्यो स्याल ऊ स्याल दौडिरह भाइ त्यो कुराहरू हेर्न आएको दिङ चाहिँ स्याल हिँडेको यसको मासु त गजा हुन्थ्यो नि घरले खानुहुन्छ हजुर रक्सिनी हुन्छ अनि फेरि यो के अरे एकदम ठुलो त तर स्यालको चाहिँ के मैले रक्सी चाहिँ पारेको छु स्यालको रक्सी चाहिँ पारे मासु चाहिँ खाएन के अरे गनाउँछ है अलिकति गनाउँछ तर दबाई हो कि त्यो अनि स्याल मारेर लिएर आउने के स्याल मारेर ल्याउने अनि बच्चाहरू चाहिँ पाल्नलाई लिएर आउने पाल्यो अनि यत्रो ठुलो भएपछि त्यसलाई मारेर रक्सी पार्नेको मुनि घैँटोमा हालेर अनि त्यसलाई उमालेर हड्डी मासु प्लाटपुट गलेको त्यो स्यालको त अनि रक्सी चाहिँ पारे देखेको छैन उनीहरूले यता पसे यो बाँस झाङ्ग पसे कुखुराहरू राखेको छन् कुखुराको गन्ध लिने अहिले हेरेर जान्छ हजुर अहिले हेरेर लुत्त एकातिर लुत्किन्छ अनि भरे राति हेर्न आउँछ ठ्याक्क त्यहाँ जान्छ स्यालको एकदम बाटो हुन्छ स्यालको बाटो हुन्छ एकदम के भन्नु जमानामा त खुर्सानी र ऊ त खाए नि टन्नै चटपट त कति खाए छैन नभएर त खोला हो नि न त खानु केही नै हुन्न